साथीहरु अब चाहिँ हाम्रो टिकाको सुरु हुनु गइसक्यो है। अब चाहिँ यही सुरुवात भइसक्यो गोबरले लिपेर है। यतापट्टि दुध हालेर यहाँ अगरबत्ती बालेर है। हो किन्नु पर्छ नि फेरि। एक्लै उभिने हुँदैन अरे दाउरा चाहिँदो रहेछ हो। दाउरासँग उभिरहेछ अब दाउरा चाहिँ उसको साथी। लु 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 पटापट्टि आज पुरा ढिलो भयो तिमीहरूको चाहिँ। फेरि यस्तो ढिलो गरेर हुँदैन नि। यस्तो डान्स ढिलो गरेर चाहिँ हुँदैन नि फेरि। लु अब सिधै भित्र जानु ल। फुट्छ आरामले फुट्छ बास। यसको चाहिँ अब त्यसको बादमा चाहिँ हाम्रो चल्दै सुरु हुन्छ हो। ल साथीहरु हाम्रो चाहिँ टिका सुरु भइसक्यो है। हेर्नुहोस् है अब सबैजना भिड छ घरमा। यहाँ चाहिँ मेरो भेना हो। यतापट्टि चाहिँ मेरो दिदी। यतापट्टि टिका लाउँदै गरेको चाहिँ मेरो यतापट्टिको चाहिँ भान्जी र भानिज हो। अन्त यतापट्टि चाहिँ मेरो चिन्नुहुन्छ होला है। त्यहाँबाट यतापट्टि चाहिँ म छु है साथीहरु। यहाँ पहिला भानिज लगाइसक्छ त्यहाँबाट चाहिँ हाम्रो पाली छ ल। ल आमा अब चाहिँ ततास्तो हुँदैछ नि फेरि। दुईटा पुग्छ आम्बो। योपालि त गणेश पनि ठुलो भयो जस्तो छ हौ। हरियो बोतलको पो आयो। निकाले पैसा गणेशले चाहिँ एकदम अब कति निकाल्दैछ हेरौँ। ग्रुप फोटो खिच्नु पर्छ अहिले। पर्खी भेला टिका लाउँदैछ कहाँ आइपुगे सीसामा। पर्खी अलिक घोप्टो पर त अनुष्का फोटो खिचौँ के। भयो 3 पल्ट खै को सहयोग हो नि त नि। उयो फुल र चामल च्यातेर हातमा बोक भयो। अब दुध पनि खुवाइदिनु। लु अब ओखर फुटा छिटो न नाटक गरिबस्छौ। लु भयो टिपेर। बाची साथी राखेर जानु ल पानी खुवाएर। भाग बोकेर जाऊ न तिमी। छुट्टी साढे ज्यादा जान्नेहरु नदिला कि गर्न हौ। अनिसले किन टिका लाउँदा चलाको। म एकदमै सेफ डिस्टेन्समा छु है। 1 फुटको डिस्टेन्समा छु है। मैले त्यही गरेको छु नि। खान्छु भोलि खान्छु म है। रोशन अहिले आइपुग्छु ल। आफैले हात लगाउँछ म यहाँ देखि। तिम्रो टर्न आउन आएको। तिमी सानो हो नि त ल। यिनीहरूलाई भक्कु नहालिदिनु फ्याँक्छ। मलाई बेसी रोटी नहालिदिनु एउटा मात्रै रोटी म। 1000 के अरे। हुन्छ के हो तला चाहिँ फेन्टा बजाइदेऊ। तल मैले भाग को डाइनी लापरवाही गरे मैले उडाइदिन्छु नि म फेरि।
उयो जुसको बोतल पनि ल्याइदेऊ ल अनुष्का। इशानलाई एउटा मात्रै, तिमी घर लिएर जाऊ। दिदीले दिएको भाग लानै पर्छ। रोशनले पनि घर लिएर जानु गरे त बाची सार्यो सक्दैन नि त त्यो घाम खप। अझ एउटा कोक यो खालको निदर घुम्दैछु भने कसरी हुन्छ बहिनी? भयो दिदीले खान्छ बाजे चाहिँ कहाँ गयो साँच्ची नै भन्नु? बाजे उता गउँछ माया फुपू भएकोमा दार्जिलिङ बहिनी टिका चाहिँ लाप्चे घरमा ल। कोही माला त लाइदिएकै छैन त्यसले त। ओइ सन्जना टिका चाहिँ लाप्चे घरमा ल। झुक्का भनेको त खाएछ पो, लास्टमा पो खानु हजुर। लु 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 भाइलाई झुक्का लु छिटो यहाँ। पूजा हुँदैछ भन। यो मान्छे रहेछ फेरि अघि खायो भनेर डल्लैसम्म केही मागेको पनि छैन। ए लु बेसी दिला कि भयो ल बहिनी। यो त बहिनीले दिएको यो फुल लु माला लगाइदे, माला लगाइदे न एउटा एउटा। गोजी ढिला गर्दैछ सन्जनाले लगाइदियो टिका। तिमी घर पुऱ्याएर आऊ ल रोशन। यो तेरो थाल्नु मलाई भन्नु म रोकेर चाहिँ हालिदिन्छु मम्मीलाई ल। रोशनलाई लगाइदे, लगाइदे न जुन चाहिँ भए पनि भक्कु छ माला। तपाईँले त मलाई 10 पैसा दिन्छु भन्दै